यसमा यो सिमेन्ट हालेर यसरी कभर गर्छ ऊ त्यहाँ हेर्छु न त्यहाँ यस्तो त्यहाँ देखाइछु न यो बाटोमा पनि गराउने हो यसमा पनि त्यहाँ पर बनेको छ यो बाल्टीमा बनाएको रहेछ यो बनाउँदैछ यो पनि घोक्टापछि बनाउने होला अनि यिनीहरू चाहिँ लगभग बनिसक्यो भनौँ न यस्तो हुने रहेछ यो अब फेरि सुकेपछि फेरि हुन्छ कसरी बनाउने के हो त्यो लिटो हो कि के हो त्यो सिमेन्ट र बालुवाको यो प्लास्टर गर्ने मसला हो यो मसलालाई यसरी हालेर यो मसला पो हो लिटो जस्तो लाग्यो पहिला यो के अरे कोदोको डब्बामा चाहिँ यसरी यो मोबिल लाउनुपर्छ पहिला अनि मोबिल लाएर त्यसपछि यो हालेर हातले मजाले लेस्ने यस्तो गरेर लेसेर बन्छ सुक्यो भने 2-3 दिनमा बन्छ त्यहाँ बनेको छ त्यस्तै बन्छ ल यस्तो यो कति दिनको हो यो एक दिन भयो क्या होइन यो एक दिनको भयो यो 2 दिनमा त बनिसकेको छ अब यसलाई सुल्टो पाऱ्यो भने यहाँबाट फेरि गमला फेरि भयो